नमस्कार सबैजनालाई। आज हामी नेपाल र चीनको सीमा कोदारीसम्मको यात्रामा आएका छौँ। यहाँसम्म आउने बाटोको जानकारी साथै यहाँ खाने बस्ने व्यवस्थाको पनि जानकारी तपाईहरुलाई यस भिडियो मार्फत दिनेछौँ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। धन्यवाद। सबैजनालाई नमस्ते। आज हाम्रो यात्रा चाहिँ रहनेछ तातोपानीको र यो अहिले हामी देख्न सक्छौँ कोटेश्वर चोकबाट चाहिँ 108 किलोमिटरमा तातोपानी कोदारी नाका रहेको छ, जहाँ चाहिँ चाइना बोर्डर पनि रहेको छ। यो चाहिँ आज हामी जाने बाटो अरनीको राजमार्ग हो, NH07। र यहाँबाट चाहिँ अब हामी जाँदाखेरि बिहान 7 बजिसकेको छ यहाँ कोटेश्वर चोक आइपुग्दा। अब हेरौँ त्यहाँ पुग्दा अब ठ्याक्कै कति बज्ने छ भनेर। अब चाहिँ हामी यो सूर्यविनायक चोक आइपुगेका छौँ। यहाँबाट चाहिँ अब हामी दाहिनेतर्फ लाग्दाखेरि हामी सूर्यविनायक मन्दिर पुग्छौँ भने अब हामी सिधा अगाडि सूर्यविनायक चोकबाट धुलीखेलतर्फ लाग्नेछौँ। यहाँबाट धुलीखेल जाने बाटो चाहिँ अहिलेको क्रममा निर्माणाधीन छ र त्यसकारण चाहिँ यहाँको बाटो हिँड्नको लागि चाहिँ सानो गाडी चाहिँ अलिक ठिक नहुन सक्छ। त्यसै कारण आज चाहिँ हामी अब यहाँबाट धुलीखेल पुग्नको लागि हल्का हामीलाई कठिनाइ पनि हुन सक्छ। अब यसै गरी अब हामी तपाईहरुलाई निरन्तर आजको बाटोको अवस्था देखाइहाल्ने नै छौँ। भिडियोलाई अन्त्यसम्म चाहिँ हेर्न नबिर्सिनु होला। अब चाहिँ हामी यो भक्तपुरको जगातीबाट हामी भित्रपट्टि छिरेका छौँ र यहाँ भित्रपट्टिबाट चाहिँ हामी यता नालाको बाटो हुँदै अगाडि बनेपा निस्किनेछौँ। त्यसका लागि चाहिँ अब हामी यहाँ बाटोमा सोधपुछ गरेर मात्रै जानेछौँ। यहाँबाट करिब नाला 10-12 किलोमिटर होला र यो बाटो हुँदै जाँदाखेरि चाहिँ पिच रहेको पनि हामीले जानकारी पाएका छौँ। यसै गरी अब अगाडिको बाटोको दृश्य पनि हामी देखाउँदै जानेछौँ। अब चाहिँ हामी अहिले आइपुग्यौँ यो च्यामासिङको यो खोपो कलेजको छेउबाट अब हामी यता नालातर्फ अगाडि बढिरहेका छौँ। यहाँबाट चाहिँ सायद अब 10 किलोमिटरमा हामी नाला पुग्नेछौँ र त्यहाँसम्मको बाटो चाहिँ पिच रहेको पनि हामीले अघि नै जानकारी पाइसकेका छौँ। र यो बाटोको दृश्य नि हामी तपाईहरुलाई देखाउँदै अगाडि बढ्नेछौँ। अब भने हामी आइपुगेका छौँ यो नाला र यो नालाबाट चाहिँ अब हाम्रो भक्तपुर जिल्ला सकिएर र काभ्रेपलाञ्चोक जिल्लामा हामी प्रवेश गर्छौँ। यो चाहिँ नालाको ताँथली पुल भन्ने रहेछ, खर्क पुल। र अब यहाँबाट चाहिँ हामी अब उकालो डाँडातर्फ लाग्छौँ र यो डाँडाको पल्लापट्टि चाहिँ हाम्रो काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका रहेको छ। अहिले चाहिँ हामी यो चाँगुनारायण नगरपालिकामा रहेका छौँ र यहाँबाट चाहिँ अब 4-5 घुम्ती माथि कटेर हामी अब काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका पुग्नेछौँ। र हामी अझै यो बाटोको दृश्य पनि तपाईहरुलाई देखाउने नै छौँ। भिडियो चाहिँ कृपया अन्त्यसम्म हेर्नुहोला। अब चाहिँ हामी यो नाला छाप अथवा नाला आइपुगेका छौँ। यहाँबाट चाहिँ हामी तलबाट चाहिँ 5-6 घुम्ती नै माथि आइसकेका छौँ। धेरै माथि डाँडामै आइपुगिसकेका छौँ र अब चाहिँ हाम्रो काभ्रेपलाञ्चोक जिल्ला चाहिँ अब यहीँ अगाडि कतैबाट सुरु हुने जस्तो मलाई लाग्छ।
हाम्रो यहाँबाट तल नालाछाप गाउँ प्रवेशद्वार पनि छ भने यहाँबाट 1 किलोमिटरमा चाहिँ नाला पुगिने साइनबोर्ड देखिएको छ र यो अब सायद अन्तिम घुम्ती वा अझै माथि पनि हामी अब घुम्ती देख्न पाउनेछौँ। अलिक यो डाँडाकै माथिल्लो भेगतिरै अब हाम्रो यो सिमाना रहेको छ काभ्रे र भक्तपुर जिल्लाको। अब हामी यो नालाको बाटो हुँदै हामी यो फेरि बनेपा आइपुगेका छौँ। यो बाटो चाहिँ अरूलाई पनि रेकमेन्ड गर्नु पर्दाखेरि बाटो चाहिँ एकदम राम्रो रहेछ। 2-3 ठाउँ त्यही कजवे बनाउनु बाहेक त्यहाँ चाहिँ कहीँ पनि हामीले बाटो बिग्रेको चाहिँ पाएनौँ। अब यहाँ बनेपाबाट चाहिँ अब हामीले यही अरनिको राजमार्ग भेट्टाएर अब हामी यही बाटो सरासर हिँड्नेछौँ। अब यहाँबाट चाहिँ 6 किलोमिटर धुलीखेल, त्यहाँबाट 11 किलोमिटर पाँचखाल र धुलीखेलबाटै 27 किलोमिटरमा अब हामी दोलालघाट पुग्नेछौँ। भनेको मतलब यहाँबाट हामीलाई अब 33 किलोमिटर छ दोलालघाट पुग्न। अब भने हामी आइपुगेका छौँ धुलीखेल। यो धुलीखेलको बाटोमा चाहिँ हामीले देखाएअनुसार चाहिँ यो पिच अहिले काम सकिसकेको रहेछ र यहाँबाट हाम्रो दाहिनेतर्फ यतापट्टि लाग्दाखेरि चाहिँ बिपी राजमार्ग हुँदै हामी 158 किलोमिटरमा बर्दिवास महेन्द्र राजमार्ग पुग्छौँ भने अब यहाँबाट हामी सिधा अगाडि जाँदाखेरि चाहिँ अब यहाँबाट 11 किलोमिटरमा अब हामी तलतिर पाँचखालतिर पुग्नेछौँ। चाहिँ हामी यो पाँचखाल नगरपालिकाको समाज कल्याण चोक काभ्रेको यो खाजा पसलमा आएका छौँ। यो चाहिँ अरनिको राजमार्ग। यहाँ चाहिँ गाडीको चाप निकै धेरै छ। यहाँभित्र छ है त हाम्रो अब ल अब चाहिँ हामी खाजा खाएर अगाडितिर बढ्यौँ। यो पाँचखालदेखि नि अगाडि अब हामी 0 किलो नजिक आइपुग्न आँटेका छौँ र अब चाहिँ टाइमको कुरा गर्नुपर्दाखेरि 9 बजिसकेको छ। 9 बजेर 10 मिनट अहिले गइसकेको छ झन्डै। अब चाहिँ हामी खाना त्यसै खाडी चौर 12 त्यस्तै वरिपरि कहीँ पुग्नेछौँ भन्ने मलाई लाग्छ। र यतापट्टि चाहिँ सुनसान खाली जङ्गल पनि हामीले भेट्यौँ। यहाँबाट चाहिँ अब हामी निरन्तर अगाडि बढिरहेका छौँ र बाटो पनि पिच हामीले देख्न सकेका छौँ। कहीँ पनि यस्तो कच्ची भेटेनौँ हामीले, त्यो खावा बाहेक। अब चाहिँ हामी यहाँ अगाडि निरन्तर बढिरहेका छौँ अनि यो जङ्गलको बाटो हुँदै अब हामी यहाँबाट चाहिँ अघि 0 किलो नजिकको एउटा बजारमा आइपुगेका थियौँ र त्यहाँबाट चाहिँ माथि पाँचखाल जाने बाटो पनि छुटिएको हामीले पाएका छौँ। र अब यहीँ अगाडि चाहिँ अब हाम्रो 0 किलो नै बजार आएको छ। यहाँबाट चाहिँ अब हामी देब्रेतिर तलतिर झर्दाखेरि हामी मिलम्ची पुग्छौँ 28 किलोमिटरमा। भने हामी यहाँबाट दाहिने लाग्यो भने 16 देखि 17 किलोमिटर करिबमा चाहिँ हामी पुग्नेछौँ दोलालघाट, जुन चाहिँ काभ्रे पलाञ्चोक जिल्ला र सिन्धुपाल्चोक जिल्लाको सिमाना पनि रहेको छ। यही हो 0 किलो। यहाँबाट यतापट्टि चाहिँ यो मिलम्ची जाने बाटो हो। 28 किलोमिटरमा मिलम्ची पुगिन्छ भने अब यहाँबाट चाहिँ
अब चाहिँ हामीले यो दोलाल घाटको अब 16 किलोमिटरमा हामी दोलाल घाटै पुग्नेछौँ र अब काभ्रेपलाञ्चोक जिल्लाको नि अब अन्त्य हुनेछ। यो चाहिँ अहिले 5 खाल नगरपालिका हो काभ्रेपलाञ्चोकको। यहाँबाट यसपछि सिन्धुपाल्चोक जिल्ला सुरु हुन्छ। अब भनी हामी आइपुगेका छौँ दोलाल घाट र अब यो चाहिँ भुम्लु गाउँपालिकामा अवस्थित पर्दो रहेछ काभ्रेपलाञ्चोक जिल्लाको। र यहाँबाट चाहिँ अब हामी इन्द्रावती तरेर हामी अब सिन्धुपाल्चोक जिल्लाको बन्देउमा पुग्नेछौँ। अब यहाँ थोरै अगाडि हाम्रो इन्द्रावती नदीको पुल पनि रहेको छ र हाम्रो यो बाटोदेखि देब्रेपट्टि इन्द्रावती नदीको नि हामीले बगर देख्न सकिरहेका छौँ। र यो दोलाल घाट बजार चाहिँ भुम्लु गाउँपालिका वडा नम्बर 10 मा पर्दो रहेछ। आइपुगेका छौँ हामीहरू दोलाल घाट। त्यहाँपट्टितिर उतापट्टिबाट सुनकोशी र यतापट्टिबाट इन्द्रावती मिसिएर आएको छ यतापट्टि त्यहाँपट्टितिर। र यो चाहिँ इन्द्रावतीमा बनेको पुल। अब यहाँबाट चाहिँ काभ्रेपलाञ्चोक जिल्ला समाप्त भएको छ र यहाँबाट चाहिँ अब हाम्रो सिन्धुपाल्चोक जिल्लाको सुरुवात हुन्छ। यो चाहिँ हाम्रो यो दोलाल घाटदेखि उताबाट आएको यो नेपालथोकबाट आएको बाटो मिसिएर यो चाहिँ NH-01 अथवा मध्यपाडी राजमार्ग अहिले हामीले भेटेका छौँ। र यहाँ चाहिँ हाम्रो हल्का अगाडि 1-1.5 किलोमिटर अगाडि बन्देउसम्म हाम्रो यो मध्यपाडी राजमार्गमै हामी हिँड्नेछौँ। र अहिले म एकछिनमा यहाँ देखाउनेछु तपाईँहरूलाई मध्यपाडी राजमार्ग र यो अरनीको राजमार्ग कहाँबाट ओभरल्याप हुन समाप्त हुन्छ भनेर म देखाउने नै छु। तर अहिले चाहिँ हामी यो मध्यपाडी राजमार्गमै हिँडिरहेका छौँ। यहाँबाट अब करिब 1-1.5 किलोमिटर पनि हाम्रो छैन होला उता बन्देउ। त्यसकै छेउबाट चाहिँ हाम्रो यता मध्यपाडी राजमार्ग छुटिन्छ, जुन चाहिँ उता मेलम्ची खोला अथवा इन्द्रावतीको किनारै किनार हुँदै हाम्रो उता बाहुनीपाटी सिन्धुपाल्चोकको बाटो पारी तरेर काउले बजार हुँदै उता नुवाकोटको छरे निस्किन्छ भने यो बाटो चाहिँ हाम्रो करिब 58-57 किलोमिटरमा कोदारी अथवा चिनसँगको नाकामा यो बाटो पनि मिसिन्छ। हाम्रो चाहिँ यहाँबाट ठ्याक्कै तलपट्टिबाट हाम्रो यो मध्यपाडी राजमार्ग उता इन्द्रावतीको किनारै किनार गयो र अब यहाँबाट चाहिँ हामी दाहिनेतर्फ लाग्छौँ। यहाँबाट देब्रेतर्फ जाँदाखेरि चाहिँ हाम्रो चौतारा पुगिन्थ्यो भने यो बाटो करिब 25 किलोमिटर जतिमा हामी चौतारा पुग्थ्यौँ भने यहाँबाट चाहिँ अब हाम्रो करिब 12 किलोमिटरमा अब हामी बलेफी पुग्छौँ। अब चाहिँ हामी आइपुगेका छौँ यो बलेफीको पुल ठ्याक्कै भयो र यहाँबाट चाहिँ बलेफी गाउँपालिकाको पनि सुरुवात भयो। यहाँबाट चाहिँ हामी सिधा लाग्छौँ भने यहाँबाट देब्रेतिर लागेको भए चाहिँ हामी जलबिरे हुँदै जुगल हिमालको बेस क्याम्प पनि पुग्न सक्थ्यौँ। र यहाँ सिधा चाहिँ अब खाडीचौर यहाँबाट नजिकै छ। अब खाडीचौरबाट चाहिँ सिधा गएको खण्डमा 35-36 किलोमिटरमा हामी माथि तातो पानी नै पुग्छौँ भने त्यहाँबाट दाहिने लागेर माथि उकालो लाग्दाखेरि चाहिँ करिब 2-2.5 घन्टामा हामी दोलखा सदरमुकाम चरीकोट पुग्छौँ। र यहाँबाट चाहिँ बाटो निरन्तर अगाडि बढिराख्दा पिचै पिच छ, कहीँ पनि हामीले कच्ची चाहिँ अहिलेसम्म भेटेका छैनौँ। यहाँबाट चाहिँ करिब 37-38 किलोमिटरमा हाम्रो कोदारी अथवा चिनको नाका पर्दछ भने अब यहाँबाट नि खाडीचौर 1-2 किलोमिटरमै आउँछ। यहाँबाट अब बाटो चाहिँ 12 विषयसम्म चाहिँ त्यस्तो खासै खराब नभएको नि बुझियो।
भने अब यो ठ्याक्कै खाडी चौर बजार अब यो अगाडि आइहाल्यो। यहाँ चाहिँ यहाँ बोर्डमै लेखेको छ सिधा अगाडि गए तातो पानी, दाहिनेतिर गए चरीकोटतिर, र यही हो खाडी चौर बजार चाहिँ। उतापट्टि पुल छ जहाँबाट चाहिँ उता दोलखा चरीकोटको भ्रमण गर्न सकिन्छ। यो खाडी चौर बजारमा चाहिँ चाइनाबाट आएका धेरै सामग्रीहरू पनि बेचिने रहेछ। अहिले चाहिँ कोदारी नाका पहिला भुइँचालोपछि बन्द भएकोले यहाँ केही ठप्प भए पनि अहिले यहाँ फेरि सञ्चालनमा आएर रहेछ। यहाँबाट चाहिँ हाम्रो यतापट्टि दोलखा जाने बाटो भयो भने अब हामी चाहिँ यहाँबाट सिधा तातो पानीतिर जाने हौ। अब चाहिँ हामी यो लामो साङ्गु आइपुग्यौँ। यहाँ चाहिँ अब ठुलै बजार छ भन्ने पनि बुझिया छ। यहाँ चाहिँ ठ्याक्कै 3 किलोमिटर अगाडि रहेछ खाडी चौरबाट, र यो लामो साङ्गु चाहिँ ठ्याक्कै हाम्रो यो सुनकोशी नदीको किनारमै अवस्थित रहेछ। चाहिँ बजार चाहिँ ठुलै छ लामो साङ्गु, तर बजार चाहिँ यसो यता चलपल चाहिँ ठिकै मात्रै छ। पसलहरू चाहिँ बन्दै पनि देखिए, र यहाँबाट चाहिँ आउँदासम्म चाहिँ त्यस्तो कच्ची काहीँ पनि हामीले भेटेको छैन अहिलेसम्म। आज निरन्तर अगाडि बढ्नु नै रहेछ। आज दिन शुभ छ। अहिले चाहिँ हामी यो जुरेभन्दा थोरै ओरतिर यहाँ नेपाल विद्युत प्राधिकरणको सुनकोशी जलविद्युत आयोजनाको यहाँ हाइड्रो पावरमा आइपुगेका छौँ। यहाँनिर चाहिँ अलिक ठुलै मेगावाटको हाइड्रो पावर पनि रहेछ भन्ने जानकारी हामीले थाहा पायौँ, र यहाँबाट हाम्रो अहिले यात्रा निरन्तर बढिरहेछ। यो अब हामी जुरेको नजिकै आइपुग्यौँ। र ल अब हामी देख्न सक्छौँ जुरेको पहिरो। यहाँनिर चाहिँ विक्रमसम्म 2072 सालमा डाँडै खसाल्ने गरेको पहिरो खसेको थियो, जुनले चाहिँ सुनकोशीलाई नै प्रभावित पारेको थियो। र यहाँनिर चाहिँ बाटो लगभग 10 वर्ष भइसक्दा पनि बनिसकेको हामीले पाएनौँ। र यो बाइकलाई चाहिँ मजा हुन्छ यसमा। र यहाँबाट चाहिँ हामी यो कच्ची बाटोबाट हामी अगाडि बढ्दैछौँ। यही मास्तिरपट्टि यतापट्टि हाम्रो जुरेको पहिरो खसेको थियो विक्रमसम्म 2072 सालमा, र अहिलेसम्म नि यहाँको चाहिँ निर्माण निरन्तर चलिरहेको रहेछ। यो चाहिँ हाम्रो यो जुरे गाउँको ओल्ला छेउको बस्तीहरू। यहाँ चाहिँ अब खासै बस्ती भेटिएन, किनभने अब यहाँको बस्ती नै पुरै। अब चाहिँ हामी 12 बिसे बजार आइपुगेका छौँ। यो चाहिँ 12 बिसे नगरपालिकाकै केन्द्र हो भने यो चाहिँ सिन्धुपाल्चोकको सायद चौतारा र मेलम्ची पछिको तेस्रो ठुलो बजार पनि मानिन्छ। यहाँ चाहिँ बजार पहिल्यैदेखि चाइनाको नाका खुलेदेखि नै यो बजार धेरै ठुलो हुन गएको छ। यहाँनिर चाहिँ पहिला चाहिँ चाइनाकै मालहरू सबै बेचबिखन हुन्थ्यो भने आजकल चाहिँ कोदारी नाका केही समयदेखि बन्द भएकाले यहाँनिर कम चलपल भएको हामीले थाहा पाएका छौँ। र यहाँबाट चाहिँ हाम्रो पारिपट्टि यो भोटेखोसी
खोला तरेर हामी 12 बजार मेन मुख्य 12 बजार पुग्छौँ र यहाँ देख्न सक्छौँ भोटे कोसी नदी। यो चाहिँ माथि चाइना भोट अथवा तिब्बतबाटै आएको नदी पनि हो र यस्तो छ यहाँ 12 बजार। यहाँ चाहिँ ठुलो बजार रहेछ, नगरपालिकाको केन्द्र भएकाले नि यहाँ धेरै चहलपहल हामीले देखेका छौँ। अब चाहिँ यहाँनिर हामीले देखे अनुसार हल्का कच्ची बाटो चाहिँ हामीले यहाँ भेटेका छौँ र यहाँ चाहिँ बाटो निर्माणको काम निरन्तर चलिरहेको नि हामीले पायौँ। र यहाँनिर चाहिँ हाम्रो देब्रेपट्टि भोटे कोसी हुँदा यहाँनिर चाहिँ एउटा पुरानो बेली ब्रिज पनि निर्माण भएको रहेछ। यो बेली ब्रिजबाट चाहिँ हामीले एउटा सानो नदी पनि तर्यौँ र यहाँनिर हामी देख्न सक्छौँ भोटे कोसी। भोटे कोसीको पानी पनि हामीले ठुलै देख्न सकेका छौँ र यहाँ अगाडिबाट फेरि हामीले पिच पनि देखिसकेका छौँ। हामीले फेरि पिच पायौँ, थोरै कच्ची भए तापनि यहाँ अगाडि चाहिँ हामीले पिच बाटो प्राप्त गऱ्यौँ र हामी अगाडि निरन्तर बढिरहेका छौँ। अब कोदारी करिब 22-23 किलोमिटर जतिमा हामी कोदारी नै पुग्ने मलाई चाहिँ जहाँसम्म लाग्छ। यहाँबाट चाहिँ हामीले फेरि राम्रो पिच भेटाएका छौँ। अब चाहिँ हामी यो 12 नगरपालिकाकै जम्बु भन्ने हामी ठाउँमा आइपुगेका छौँ। यो चाहिँ भोटे कोसी जलविद्युत आयोजना अन्तर्गतको यो एउटा पावर हाउस पनि रहेको हामीले पायौँ। यहाँबाट अब बाटो चाहिँ पुलबाट पारी तर्नुपर्ने हुन्छ देब्रेतर्फ पनि। यहाँबाट एउटा सुरुङ जस्तो नि बनाइएको रहेछ यता भित्रपट्टि। यहाँ चाहिँ भोटे कोसी नदी तर्न बेली ब्रिजको व्यवस्था गरिएको रहेछ, सिङ्गल ट्र्याक ब्रिज भनेर भनिएको छ। यहाँ पनि बाटो हामीले खराबै पाएका छौँ। खासै राम्रो हामीले बाटोको अवस्था चाहिँ पाएनौँ, गुणस्तर बिग्रेकै पायौँ। र हामीले चाहिँ यहाँ थोरै पिच भेट्टाए तापनि फेरि डेन्जर कच्ची बाटो फेरि देख्न सक्छौँ। यहाँको बाटो चाहिँ सुधार गर्नुपर्ने जस्तो हामीले देख्यौँ। सानो गाडीलाई चाहिँ यस्तो खाले बाटोमा निकै अप्ठ्यारो पर्ने पनि हामीले बुझ्नुपर्ने हुन्छ। यहाँबाट चाहिँ त्यस्तै 18-20 किलोमिटरको हाराहारीमा अब चाइना नाका होला, तर यस्तो बाटोमा बढीमा 20 किलोमिटर प्रति घन्टाको मात्रै जाँदाखेरि खासै छिटो नपुगिने हुन्छ। तर यहाँ ठाउँमा हामीले पिच भेटाए तापनि धेरै जस्तो बाटो चाहिँ हामीले कच्ची नै भेटाएका छौँ। अब हामी 12 नगरपालिका छोडेर भोटे कोसी गाउँपालिकामा प्रवेश गरेका छौँ र यहाँबाट चाहिँ हाम्रो गौरी शङ्कर आरक्षण क्षेत्र पनि सुरुवात हुन्छ। यहाँबाट चाहिँ अब खासै गाउँ बस्ती अब हामी भेट्दैनौँ होला। यहाँ बिचमा गाउँ जस्तो आएर पिच भए तापनि अब चाहिँ बाटो यहाँ हामीले कच्ची पाएका छौँ, भत्केकै पिच हामीले पायौँ।
र यहाँबाट चाहिँ सानो गाडी चाहिँ जान धेरै गाह्रो हुन्छ भन्ने नि हामीले थाहा पाएका छौँ। अब हामी निरन्तर अगाडि बढिरहेका छौँ। यहाँ चाहिँ हामीले भत्केको पिच मात्रै अघिदेखि पाइरहेका छौँ। अब हामी कोदारी लगभग 16-17 किलोमिटरमा पुग्छौँ भनी यहाँ चाहिँ यो गौरीशङ्कर आरक्षण क्षेत्रबाट हामी अहिले बाटैबाट गइरहेका छौँ। अब हामी दाक्लाङ नजिकै आइपुगेका छौँ। दाक्लाङ, चाकु, अनि चाकु पश्चात हिन्दी पश्चात हाम्रो तातो पानी आइपुग्छ। अब यहाँ नजिकै हाम्रो यही दाक्लाङको भोटेकोसीमा बन्जी जम्पिङ पनि रहेको छ। त्यो ठाउँ पनि आउन बाँकी नै छ। तर पनि अब यो बाटो चाहिँ अहिलेको लागि चाहिँ खासै राम्रो चाहिँ छैन। पिच रहेछ यो बाटो, तर अहिले सबै भत्किसकेछ। अब हेरौँ अगाडि कस्तो छ बाटो। अब चाहिँ हामी यो भोटेकोसीमा अवस्थित यो बन्जी जम्पिङ गर्ने ठाउँमा हामी आइपुगेका छौँ। यो चाहिँ विश्वकै तेस्रो सबैभन्दा अग्लो बन्जी जम्पिङ गर्नका लागि प्रख्यात ठाउँ पनि हो। र यहाँबाट चाहिँ हाम्रो अब गौरीशङ्कर संरक्षण क्षेत्र पनि समाप्त भएको छ। र यहीँ देब्रेपट्टिको भोटेकोसीको खोजमा चाहिँ हाम्रो बन्जी जम्पिङ गर्ने पनि ठाउँ छ। यो अहिले खुल्लै रहेछ, त्यही भएर आउन मन छ भने तपाईँहरूको लागि यो एउटा राम्रो ठाउँ पनि हुनसक्छ। र यहाँ अगाडि हामी देख्न सक्छौँ झुलेङ्गे पुल। त्यसकै उतापट्टि हाम्रो बन्जी जम्पिङ गर्नको लागि भोटेकोसीमा बनेको छ। यहाँ अगाडि देख्न सक्छौँ। र यो बाटो हेर्नु पर्दाखेरि चाहिँ एक छेउ र बिचमा पिच छ, तर त्यो बाहेक चाहिँ पुरै भत्केको छ यो पिच पनि। र यहीँ हो यो द लास्ट रिजोर्टमा, यहीँबाट हाम्रो भोटेकोसीमा बन्जी जम्पिङ गर्न सकिन्छ। अब पनि हामी आइपुगेका छौँ चाकु बजार। र यहाँबाट चाहिँ हामीले फेरि थोरै पिच बाटो भेट्टाएका छौँ। तर यहाँसम्म आउनको लागि चाहिँ हामीलाई धेरै कठिनाइ भएको थियो अघि पनि। यो चाहिँ भोटेकोसी गाउँपालिकाको वडा नम्बर 4मा पर्दो रहेछ यो चाकु बजार। र यहाँबाट अगाडि चाहिँ अब हाम्रो हिन्दी आउँछ। हिन्दी बजार पछि हाम्रो तातो पानी, त्यसपछि चाहिँ नजिकै रहेको छ। र यहाँबाट चाहिँ हामी निरन्तर अगाडि बढिरहेका छौँ। समयको कुरा गर्नु पर्दाखेरि 11:30 झन्डै भइसकेको छ। बिहान हामी 6:45बाट काठमाडौँबाट हिँडेको, अहिले करिब झन्डै 5 घन्टै भइसक्यो। त्यही पनि हामी अझै कोदारीको नजिक पनि आइपुगेका छैनौँ। र अब हेरौँ कति लाग्छ समय। र यो हामी बाटो देख्न सक्छौँ। यहाँ चाहिँ सिधै तल भोटेकोसीको खोज छ भने यो हामी चाहिँ यस्तो भिरालो बाटोबाट हामी माथि निकै उकालो चढ्न आँटेका छौँ। यहाँ चाहिँ हाम्रो बाटो साह्रै खराब हामीले पायौँ। र हामीले यहाँबाट चाहिँ हाम्रो यात्रा अझै निरन्तर अगाडि बढाइरहेका छौँ। हामी आइपुगेका छौँ यो हिन्दी भन्ने बजार। र यहाँबाट चाहिँ हाम्रो अब तातो पानी अब चाहिँ नजिकै हामी आइपुगेका छौँ। र यहाँबाट हाम्रो बाहिरको तापक्रम पनि अलिक चिसो हुन थालेको छ। यो भोटेकोसी गाउँपालिका कार्यपालिकाको कार्यालय पनि यहीँ रहेछ, हिन्दी नै रहेछ भोटेकोसी गाउँपालिकाको केन्द्र पनि। र यो चाहिँ वडा नम्बर 4 हो हिन्दी चाहिँ भोटेकोसी गाउँपालिकाको। र सायद माथि तातो पानी चाहिँ भोटेकोसी गाउँपालिका भए हो जस्तो लाग्छ। र त्यसको चाहिँ वडा नम्बर 1 पर्छ जस्तो मलाई चाहिँ लाग्छ।
यो हिन्दी बजार चाहिँ ठिकैको ठुलो रहेछ, त्यस्तो खासै ठुलो पनि लागेन र हाम्रो यात्रा पनि अहिले निरन्तर बढिरहेको छ। धेरै 90% जति ठाउँमा कच्ची अथवा भत्केको पिच हामीले पायौँ। जम्मा 10% जति चाहिँ हामीले पक्की बाटो वा पिच बाटो चाहिँ हामीले पाएका छौँ। अब चाहिँ हामी यो नेपाल चाइनाको यो ठ्याक्कै यो ड्राई पोर्ट यहाँ पारिपट्टि रहेको छ र यस ठाउँमा आइपुगेका छौँ र यसलाई चाहिँ मिनी तातोपानी बजार पनि भनिँदो रहेछ। यो खोकुन्डोल यहाँ ब्याङ्कहरूको पनि शाखा, तातोपानी शाखा चाहिँ यहीँनिर राखिएको रहेछ र यहीँ पारिपट्टि चाहिँ ड्राई पोर्ट पनि हामीले भेटेका छौँ र यहाँबाट पारी तर्ने गाडी पनि यहाँबाट पारी तर्न ड्राई पोर्टमा राख्नको लागि गाडीहरू पनि हामीले भेट्यौँ। यहाँ मुनिपट्टि भोटेकोसीमा काम निरन्तर अगाडि बढिरहेको छ र हामी हेर्न सक्छौँ। यो बाटो निकै कठिन छ आजको यात्रा हाम्रो लागि र अगाडि बढ्दाखेरि हाम्रो अहिले 11:45 पनि कटेर झन्डै 12 बज्न आँटिसकेको छ। अब चाहिँ हामीलाई धेरै समय लाग्यो यहाँ आइपुग्न। 12:20बाट पनि 1.5 घन्टा जति हामीलाई लागेको छ यहीँ आइपुग्न। तातो पानी हाराहारी अब हामी आइपुग्यौँ। अब तातो पानी र कोदारीको नि अब तपाईँहरूलाई दृश्य हामी देखाउने नै छौँ। भिडियोलाई अन्त्यसम्म चाहिँ हेर्न नबिर्सिनु होला। र अब चाहिँ हामी यो भोटेकोसीको पुल तरेर हामी यो पारी आइपुगेका छौँ। पारी चाहिँ हामीले देखाएअनुसार परैसम्म हामीले बाटो पिच देख्यौँ र अब चाहिँ हाम्रो यहाँबाट तातो पानी धेरै नजिक छ। 4-5 किलोमिटर भन्दा बढी नहुनुपर्ने हो तातो पानी र यसै गरी अब हाम्रो त्यहाँबाट कोदारी 3.5 किलोमिटर जति हाम्रो छ भनेको मतलब अब हामीले आधा घन्टामा मजाले हामी कोदारी पुग्नेछौँ र यहाँ देख्न पनि सकिन्छ बाटो यहाँ यतापट्टि पिच छ। पिच यस्तै बाटो भएको भए त हामी कोदारी छिटै पुग्थ्यौँ, तर अब चाहिँ हाम्रो विडम्बना हामीले बाटो भेट्टाएनौँ त्यस्तो, जसले गर्दा चाहिँ हामीलाई सजिलो हुन्थ्यो। अब चाहिँ हामी आइपुग्यौँ तातो पानी बजार र यहाँ बाटोकै छेउमा हाम्रो तातो पानी कुण्ड पनि रहेको थाहा पायौँ। यहाँबाट चाहिँ 2.8 किलोमिटरमा हामी पुग्नेछौँ कोदारी, जुन चाहिँ हो नेपाल र चीनको सिमाना। अब हाम्रो पारिपट्टि चाहिँ यो भोटेकोसी पारी चाहिँ चीन आइसकेको छ, त्यसैले यसलाई पनि सीमा एक प्रकारले भन्दा हुन्छ। तर मेन मुख्य पुल नै भएको सिमाना चाहिँ हाम्रो कोदारीमा छ, जुन चाहिँ 2.8 किलोमिटर यहाँ तातोपानी बजारबाट रहेको छ। तातोपानी बजार चाहिँ खासै चलन चल्तीमा रहेको हामीले देखिनौँ। त्यही पनि 4-5 वटा होटेल चाहिँ अहिले पनि सुविधायुक्त नै हामीले पायौँ र अब यहाँबाट यहाँसम्म चाहिँ हामीले यहाँ चाहिँ पिच भएको भेट्यौँ र यहाँ चाहिँ वेलकम टु तातोपानी धारा भनेर लेखिएको छ। यहाँबाट चाहिँ मुनितिर तातोपानीको धारा पनि रहेको भन्ने हामीले थाहा पायौँ। अब चाहिँ हामी यो अन्तिम 18 बाटो आइपुगेका छौँ र यो चाहिँ कोदारी पुग्नुभन्दा ठ्याक्कै अन्तिमको बाटो र उयो माथि यो माथि डाँडामा चाहिँ हामी हेर्न सक्छौँ ठ्याक्कै यहाँ माथि हाम्रो हिउँ परेछ, डाँडाको माथि हिउँ परेछ र यहाँ हिउँ परेर डाँडा चाहिँ सेताम्मे नै भएको छ। त्यो ठ्याक्कै हजुरको खासा भनेको ठ्याक्कै तिब्बतमा पर्छ, यो चाइनाको भूमिमा ठ्याक्कै यो कोदारीदेखि पारिपट्टि हो, ठ्याक्कै त्यो खासादेखि तलतिरपट्टि हाम्रो यहाँ हिउँ परेर रहेछ डाँडामा। र यो बाटो चाहिँ हेर्दाखेरि निकै कठिन लाग्यो र अहिलेसम्म चाहिँ हामी 107 किलोमिटर आइसक्यौँ कोटेश्वरबाट र अब यहाँबाट 1 किलोमिटर अब बाँकी छ पुग्नको लागि, जुन अब हामी
पुग्नेछौँ सजिलै। ल हेर्न सकिन्छ बाटोको अवस्था। यहीँनेरि चाहिँ तातो पानीबाट यही ठाउँमा चाहिँ निकै गाह्रै परेको रहेछ, नत्र अरू ठाउँमा चाहिँ त्यस्तो खासै चुनौती हामीलाई लागेन। र अब यहाँबाट चाहिँ हाम्रो पारिपट्टि चाहिँ नै भइहाल्यो। र अब यहाँपट्टि चाहिँ हाम्रो अब आउँछ कोदारी बजार। आज हामी बिहान करिब 6:45 हिँडेको, अहिले करिब त्यस्तै 11:45 झन्डै 12 बज्यो भनौँ। 12 बजीतिर यहाँ आइपुग्यौँ। 5 घन्टा अलिक बढी लाग्यो हामीलाई यहाँ आइपुग्न। र हाम्रो यहाँ माथिको डाँडा नि माथिसम्मै छ। र पारिपट्टि चाहिँ फेरि हिउँ परेर डाँडा रहेछ। र यहाँनिर खासा बजार पनि हामीले देख्न सक्छौँ पारिपट्टि। ल त्यहाँनिर हामी ठ्याक्कै माथि खासा बजारदेखि थोरै माथि चाहिँ फेरि सेताम्बे गरी हिउँ परेर रहेछ। र हाम्रो यहाँ देब्रेतिर नि कन्टेनरहरूको लामो लाइन रहेछ फेरि। र यसरी हामी अगाडि बढ्दैछौँ। र पारिपट्टि चाहिँ खासा बजारमा केही क्षति परेको रहेछ केही कारणवश, त्यस कारणले केही भइहालेछ खासा बजारमा। र अब चाहिँ हामी अगाडि कोदारी बजार प्रवेश गरिसकेका छौँ। र अगाडि हामी देख्न सक्छौँ मितेरी पुल, जुन चाहिँ चीनको भूभागमा छ। र यही हो अन्तिम पुल नेपालको तर्फबाट। त्यसपछि सिधै नेपालको छ यो पुल, जुन चाहिँ सिधै चाइनासँग जोड्छ चाहिँ लिपिङ खोला रहेछ। हामी अहिले कोदारीकै बजारबाट अगाडि लागिरहेका छौँ। र यहाँनिर चाहिँ हाम्रो नेपालतिरका बस्तीहरू चाहिँ निकै कमजोर देखिएका छन्, लगभग कोही पनि नबस्ने जस्तो अवस्था देखिएका छन्। भने हाम्रो यो पारिपट्टि चाइनामा पनि पहिरो गएर क्षतिग्रस्त भएको रहेछ भवनहरू। यो यसकारण नै होला यहाँ चाइनामा पनि खासै हामीले चहलपहल देखिनौँ, बरु हाम्रो मर्मतको काम मात्रै बढी देख्न सकेका छौँ। र पारिपट्टि चाहिँ यो चाइनाको खासा भयो भने यो वारिपट्टि चाहिँ हाम्रो कोदारी बजार, सिन्धुपाल्चोकको भोटेकोसी नगरपालिका 1 कोदारी बजार रहेको छ। र हाम्रो यहाँबाट चाहिँ अगाडि बाटो छैन। र त्यहाँनिर हाम्रो भन्सारको कार्यालय छ, जहाँबाट चाहिँ अन्तिम बाटो पुग्न सक्छ। र अब चाहिँ हामी यो खासा ठ्याक्कै त्यहाँ माथि भयो, माथि हिउँ पर्यो। र यो चाहिँ हाम्रो कोदारीबाट हामी भन्सारबाट माथि आइपुग्यौँ। यो भन्सारबाट यता पारी आइपुगिसकेपछि यो पारिपट्टि चाहिँ चाइना, यो चाइना, यो चाहिँ हजुरको चाइना पर्यो, ठ्याक्कै देख्न सकिन्छ चाइना, यो नेपाल। यहाँ इलाका प्रहरी कार्यालय कोदारी, नेपाल सीमा समाप्त। यहाँबाट हजुरको चाइना, ठ्याक्कै चाइना पुगिन्छ। र चाइनाको चाहिँ यहाँ सीमा बन्द रहेछ। जे होस् यहाँ माथि हाम्रो खासा पर्यो। र यहाँनिर हाम्रो पर्यो भोटेकोसी, यता नेपाल उता चाइना। हेर्न सकिन्छ खासा बजार। र यो पारिपट्टि नेपाल, यो वारिपट्टि नेपाल, पारिपट्टि हाम्रो चाइना। यो तलै बग्दैछ सलल भोटेकोसी। र यो चाइनाको ठिक्क सिमाना क्षेत्र पर्यो यो। यहाँबाट भने फेरि हामी माथि जान पाउँदैनौँ। यही हो हामीलाई अन्तिम ठाउँसम्म जान, यति हो हामी जान सक्ने भनेको। यहाँदेखि हामी माथि जान सक्दैनौँ।
यहाँ चाहिँ चाइनाकै पोर्ट रहेछ अनि यहाँ यो चाइना यता नेपाल चाहिँ चाइनाको यतापट्टि हाम्रो पर्यो यहाँ केही इन्स्ट्रक्सन पनि दिएको छ यही लेखिएको छ यहाँ नेपाल र यो कोदारी बजार र यो चाहिँ हो हाम्रो चाइनापट्टिको पारिपट्टिको पोर्ट र यहाँ पारिपट्टि चाहिँ बाटो छ माथि पनि हाम्रो बाटो रहेको छ र उ त्यहाँनिर अहिले हामीले फोटो खिच्यौँ र अब हामी फेरि फर्केर तातो पानीमा गएर खाना खानेछौँ अहिले 12:30 बजेको छ नमस्कार सबैजनालाई आज हामी काठमाडौँबाट तातोपानी कोदारीसम्मको यात्रामा निस्केका थियौँ र हामी बिहान पाउने 7 बजे काठमाडौँबाट हिँडेका थियौँ भने अहिले 11:45 बजे चाहिँ हामी यहाँ कोदारीको भित्री पुलमा आइपुगेका छौँ र यात्राका क्रममा हामीले काठमाडौँबाट हुँदै भिडियो बनाएका छौँ र त्यो भिडियोलाई यहाँले लाइक सेयर सब्सक्राइब र कमेन्ट गरिदिनु हुन सबै अनुरोध गर्दछु धन्यवाद।